हेर्दै हुनुहुन्छ पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजार। यो पाँचथर जिल्ला अत्यन्तै सुन्दर, अत्यन्तै रमणीय र भौतिक साधनहरू सुविधा सम्पन्न लाग्यो र यो हुसु लागिरहने, कुहिरो लागिरहने अत्यन्तै रोचक ठाउँ लाग्यो र हामीले कार्यक्रम पनि अत्यन्तै सहज सरल र उच्च सम्मानका साथ हामीले सम्पन्न गरेकोमा अत्यन्तै खुसी छौँ। ठिक छ, धन्यवाद। अर्का एकजना हाम्रो यहाँ सहकर्मी साथी हुनुहुन्छ, हाम्रो ठाउँमा आइदिनु भयो। ठिक छ, रेकर्ड हुँदैन। यहाँसम्म आएर तपाईँहरूले कष्ट गरेर यो फोटोसहितको नामावली लिइदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै ल हेर्नुहोस् है दर्शकवृन्दहरू, तपाईँ अहिले हेर्दै हुनुहुन्छ पाँचथर जिल्लाको फिदिम बजार सदरमुकाम हो। यो नगरपालिका घोषणा हुने क्रममा रहेको छ भन्ने हामीलाई सुन्नमा खबर आएको छ। बडा कायदाको कुहिरो लागिरहेको छ। बडा फ्यान्टास्टिक तरिकाले हाम्रो साथीहरू एकदम दृश्य अवलोकन गरी तपाईँ देखिनु भएको छ, हेर्नु है। अहिले हामी छौँ, तपाईँ यो हाम्रो पछाडि हेरिरहनु भएको छ पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजार। हामी फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रमबाट कार्य सम्पन्न गरेर फर्किसकेका छौँ। अब एक दुई दिन यहाँ बसाइ गरेर हामी हाम्रो गृह जिल्ला उदयपुरतिर लाग्ने तर्खरमा रहेका छौँ। यो दुईटै एफएमको टावर। अब फेरि पनि हेरौँ फिदिम बजारको एक दृश्य। तपाईँ हेर्दै हुनुहुन्छ एफएमको अरे सरी युगल एफएम 100.1 अहिले तपाईँ उहाँ अहिले परतिर हेरिरहनु भएको छ। तपाईँ त कुन कहाँ जाने बाटो हो सर? क्याम्पस रोड जाने बाटो अरे सर। क्याम्पस कता छ? अलि माथि छ।